भवन्तु भवतां हाम्रो दुर्योधनको पुत्र कार्याका पुत्र अस्वस्थमा जस्तो कामना रहोस् निको कला कौशल दशरथको जस्तो ऐश्वर्य र राम भगवानको जस्तो शत्रु विजय गर्ने पराक्रम बढोस् र यसै गरी नहोस् राजा चाहिँ यो पृथ्वीका राजा थिए स्वर्गको पनि राजा हुन पुगे यसै गरी बुद्धि हुनु पर्यो नि त भाइको जति पावनको जस्तो गति रहोस् गुरुबाले मिठा मिठा आशिदिनु हो भाइलाई दुर्योधनको जस्तो मान रहोस् अनि फोटो निकाल्छु बलरामको जस्तो बल युधिष्ठिरको जस्तो सत्य जीवनलाई लक्ष्य रहोस् उद्देश्य पुरा होस् पूर्णताको कपाल मास्तिर गर्नु है विदुर जस्तो एकदम सत्यतामा रहेर आफ्नो जीवनलाई पालन गर्नु आफ्ना माता पिताको सेवा गर्नु अनि समाजको सेवा देश प्रेम भएर यो प्रतीक हो र भगवानको चरणमा सबै नतमस्तक रहिरहने मनबाट शरीरबाट नभए तापनि मनबाट चाहिँ नतमस्तक मनको ढोग्नु मनलाई चाहिँ जस्तै आफू खडा छ नि कसैले नदेखोस् मन चाहिँ शरीर त खडै छ तर मनले गएर यसो ढोग्नु मनबाट धोएको कसैले देखिँदैन मनबाट धोएको त्यो सबैभन्दा ठुलो शक्ति हो त्यो कुना लुकेको शक्तिले ठुलो त्यसै गरी नारायणको जस्तो कीर्ति रहोस् भन्ने यो 2081 सालको विजय दशमीको शुभकामना शुभभावना र तिम्रो विजय होस् आँटेका इच्छाहरू आकाङ्क्षाहरू पुरा हुन् भन्ने कामना व्यक्त गर्दछु र सबै यो निधारका तिलकहरू रहिरहनु यसैले आमा बाबाको आज्ञालाई पालन गर्नु र कुनै आफ्नो मनले निर्णय गर्नु झट्ट निर्णय गर्नुभन्दा पहिला सोच्नु बोल्नुभन्दा पहिला सोच्नु र त्यो भयो भनेदेखि राम्रो हुन्छ त्यो सबैभन्दा ठुलो तिम्रो कीर्ति रहन्छ है त।